Namaste everyone, how are you all? I hope you all are doing very good. So welcome to my channel, welcome Karna Teachers channel once again. So I'm back again with another school related vlog. यो भ्लग चाहिँ हिजोको हो बट आई एम अपलोडिङ टुडे सो हिजो चाहिँ सरस्वती पूजा थियो सो सबैलाई ह्याप्पी सरस्वती पूजा भन्न चाहन्छु बिलेटेड भए पनि सो यो भ्लग चाहिँ इन्डिङसम्म हेरेर इन्जोय गरिदिनु होला अमल यहाँ हाय नमस्ते नमस्ते हेलो वेलकम वेलकम रेगे आज म चाहिँ वेलकम गर्न बसेको है सबैजनालाई स्माइल मैले भिडियो बनाइदिन्छु नि भ्लग हेर्ने है आफ्नो नाम भन तिम्रो नाम भन एलिसा प्रतिमा प्रतीक्षा सियान्सी पुष्पा हाई गरिदेऊ ल म कस्तो मुख फुलाएर बसेको तर्से कि शिक्षा हाई हाई पल्लव लिप्सन तिम्रो नाम के हो रे प्रमोद प्रमोद के हो अधिकारी मेरो नाम करुणा खत्री थाहा छ टिकटकमा देखेको थियो धन्यवाद सरको काम खिचेको के सर गुड मर्निङ सर अघिदेखि म यहाँ बसेर खिचिरहेको छु तपाईँले याद नगर्नु भएको त्यही भएर डिस्टर्ब नगरेको नि त सर मैले त्यही भएर तपाईँको माइन्ड फेरि हुन्छ भनेर डिस्टर्ब नगरिदिएको के ए एक लट यसलाई चाहिँ राम्रोसँग लिएर सरको चस्मा पनि लिन्छु कि गक्सको चाहिँ म फ्यान नै भयो हलो देख्नै छाडिएको हलो गोरु देख्नै छाडिएको है डर लाग्छ कि हजुर ल हलुवा पूजा गर्ने हलुवाको प्रसाद खाने घरतिर जाने फेरि हेलो प्रथम हेलो गुड मर्निङ all of you. First of all, happy Saraswati Puja. Okay, without delaying, we are going to start our puja. So I like to request to all of you be assembled in the ground. You all of you, wherever you are, either inside the school or out of the school, please be line. I request to my teacher, please make line for them. Where is grade 7? I haven't seen any line of grade 7. Grade 7.
गरिदेऊ वेलकम टु अर्थली प्याराडाइज हाई गरिदेऊ ल ह्यान्डसेक गरिदेऊ हेमिसलाई ह्यान्डसेक ल नाम लेखाउनु भयो ए लेखाउनु हेलो लाइनमा बसिन्छ ल ज्ञानी भएर आमैनी फेरि गोलो बनाइदेऊ ल ल चक्लेट दिने मिसले स्याबास गुड 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 ल चक्लेट दिनु के लिएको फुल कहाँ चढाउने मन्दिरमा है पूजा गर्दै हुनुहुन्छ र तिमीहरूको विद्यार्थीको तर्फ स्तोत्र हामी वाचन गर्छौँ र त्यो वाचनहरू हामी सबैले वाचन गर्छौँ र त्यसपछि हामी पालै पालो हामी त्यो सरस्वतीको तस्बिरमा हामी त्यो फुल र अनि अक्षता हामी अर्पण गर्दछौँ शान्त भएर बस्ने सबैले प्रार्थना गर्ने सञ्जय ब्रदर कता हुनुहुन्छ दक्षिणता आइदिनु सञ्जय ब्रदर भीम ब्रदर्स दुवैजना अन्त दीप नारायण अर्पण ब्रह्मा मुराद शुक्र चंद्रा स्मिता सिस्टर Friends are worshipping there. सबैको प्रतिनिधि गरेर त्यहाँ दाइ दिदीहरू साथीहरूले पूजा गरिरहनु भएको तिमीहरू सबैजनाले दुई हात त्यो हातमा सरमिसले दिएको फुल अक्षता लिएर दुई हात जोडेर सरस्वतीको त्यहाँ मूर्ति छ त्यहाँ हेरेर सरस्वतीलाई सम्झेर पढ्ने कुरा सम्झेर बस्ने जसले आज धेरै सरस्वतीलाई सम्झिन्छ नि अनि पढ्छ नि त्यसलाई बेसै धेरै पढ्न आउँछ कति पनि गफ नगरिकन सरस्वतीको तस्बिर हेरेर सम्झेर बस्ने है त सबैको कल्याण हो सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भन ज्ञान बुद्धि विवेक कोमा विकास होस् भनेर सरस्वतीको आज
पूजा आराधना गर्ने चलन छ। यसलाई वसन्त पञ्चमी भनिन्छ, यसलाई श्री पञ्चमी भनिन्छ। सबैसँग हामी बसेर आज सरस्वती देवी यानि कि बुद्धि ज्ञान भाषाको चाहिँ जननी हो, उसको आज हामी आराधना गर्न गइरहेका छौँ। म सम्पूर्ण भाइ बहिनी विद्यार्थीहरूलाई चाहिँ सरस्वतीको एउटा बिम्बलाई आफ्नो मनमा राखेर सम्पूर्ण अभिभावकज्यूहरूलाई पनि म फुल अक्षता लिनलाई आग्रह गर्छु। हातमा फुल अक्षता लिएर सरस्वतीको आराधना गरौँ, मनमा स्मरण गरौँ, सम्झौँ र मलाई अथवा हामी सबैमा ज्ञान बुद्धि क्षमताको विकास होस्, सत्कर्म सत् सोचाइ आओस् भन्ने कामना गरौँ। यो नै यसको मुख्य उद्देश्य हो। अरू कुरा रञ्जिता मिसले भन्नुहुन्छ। द्वितीयाञ्च सरस्वती तृतीयाञ्च शारदा देवी पंचम तु जगन्माता षष्ठ भाग्येश्वरी तथा सप्तम चैव कौमारी अष्टम वरदायिनी नवम बुद्धिदात्री चौदशम ब्रह्मचारिणी एकादशै चन्द्रघण्टा द्वादशै भुवनेश्वरी द्वादशै तानी नमानी तीर्षन्धय पठेन्नर जुहाग्रे वसते तस्य ब्रह्मरूप सरस्वती। ए सरस्वती सुबुद्धि देऊ हामी छौँ बालक, हृदयभित्र ज्ञानको ज्योति पारिदेऊ झलक। जय सरस्वती माँ। सरस्वती पूजा की हामी सम्पूर्ण विद्यार्थीहरूकी सम्पूर्ण स्कुल परिवार की ओके थ्याङ्क यू अल अफ यू। अब एकछिन हात जोडेरै बसिरहनुहोस्। हामी लाइनमा लगाएर सबैलाई सरस्वतीलाई फुल अक्षता चढाउने व्यवस्था गर्छौँ र हामीसँग सरस्वती मातासँग रिलेटेड एउटा नृत्य पनि छ। तिमीहरूले अगाडि देखिरहेका छौ सरस्वतीको वाहन कमलको फुल अनि सरस्वतीले जहिले पनि वीणा र पुस्तकधारिणी, अघि नै हामीले भनेका थियौँ नि सरस्वती माया दृष्टा वीणा पुस्तकधारिणी। कस्तो राम्री देखेको आमामा।
सरस्वती माताको चाहिँ भक्त बाबु तिमीले भयो यो ल यता आऊ ल यता ए ल भाइ खिचा खिचा गर्नु अब भनेपछि त खिचा खिचै गर्नु मन लाग्छ मलाई ओए लास्ट भनेर गोलो गोलो बनाइदियो गोलो गोलो अन्डा जस्तो बनाइदियो सानो छिटो भाइबाट जानु नजानु छिटो ऊ हात समातेर गरिदिनु भयो नि हुन्छ यहाँ समोसा सानो गोलो गोलो गरिदियो लेखी लेखी गरिदियो यहाँ समोसा सानो अहिले यो चक्लेट दिन्छु नि मिसले चक्लेट दिने नि ल चक्लेट दिनु त चक्लेट दिनु चक्लेट 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 पाएपछि मात्रै लेख्ने हस् वा ल गोलो गोलो बनाइदेऊ ल ह्याप्पी भएर राइड गर्नुहोस् त नि भाइबाट जानु नजानु मन लाग्ने फेरि अनि मेरो भ्लगमा चाहिँ कति हेर्छ नि आज भ्लग हेर्ने मान्छेलाई भ्लगमै ल्याइदिएछु ल डेली भ्लग हेर्ने मान्छे मै हो ल थ्याङ्क यू सो मच टिकटक पनि हो त्यही भएर अस्ति नै के अरे नजिमा मिसको उसको पनि तपाईँले सोध्नु भएपछि ओहो हालिहाल्नु पऱ्यो भनेर मैले गरिहालेँ हो कि नजिमा मिसको हिजो पनि हाल्नु जस्तो लागेको थियो भ्लग हेरिसकेँ मैले हो ल धन्यवाद ल पूजा गरिसक्यौँ भने भयो पूजा गर्यो बल्ल चित्त बुझ्यो अरू त त्यस्तै हो सरस्वती चाहिँ उता गएर बस्नु पनि यहाँ आएर गम गम खाइरहन्छ यस्तो सरस्वती देख्नु भएको थियो तिमी त त्यहीँ गएर बस्ने हो आँधी हुरी पानी घाम जेलाई नि त्यहीँ सहेर बस्नु पर्थ्यो मलाई पनि बुनिया यसमा हालिदिनु यसमा ल आजको सरस्वती पूजा चाहिँ यहीँ इन भएको छ सो आजको सरस्वती पूजा चाहिँ यहीँ इन भएको छ हामी प्रसाद खाँदैछौँ यो दुईजनाको भाग हो देख्न सक्नुहुन्छ सो भन्दै आजको सरस्वती पूजा एकदमै रमाइलो ह्याप्पी सरस्वती पूजा एन्ड थ्याङ्क यू फर वाचिङ माई भ्लग अनि यसरी नै माया गरिदिनु होला अरू परिवारलाई सबैजनाले गर्न मिस्लाई हाम्रो गर्न मिस्लाई लाइक फलो कमेन्ट सब्सक्राइब सबै गरिदिनु होला यो गर्नु भनेको अरूलाई नै तपाईँहरूले माया गर्नुहोस् सो थ्याङ्क यू सो मच भन्दै हामी सबैको तर्फबाट बाई अनि आजबाट फ्री भर्न एडमिसन फ्री अर्जुनी प्याराडाइज तपाईँहरू यहाँ एडमिसन गर्न आउनु सक्नुहुन्छ भन्दै हस् त अरू के भन्ने एउटा बाई बाई हेलो बाई भन्नु बाई 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 भन्नु बाई 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 धेरै धेरै बाई बाई RIKE